अस्पतालमा भुन्टीले आफ्नी आमालाई भेट्टाइन्। ओ साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा भुन्टीले आफ्नी बिरामी परेकी आमालाई हस्पिटलमा भेटाएकी छिन् भने आमाको दम बढेको कारणले गर्दाखेरि उपचार गराउनको लागि भनेर आमालाई हस्पिटलमा लिएर आएको थियो। अर्कोतिर भने भुन्टी आफै पनि स्वास्थ्य अवस्थाको कारणले गर्दाखेरि हस्पिटलमा उपचार गर्नको लागि आएकी थिइन्। साँच्चै भन्ने हो भने भुन्टीमाथि विभिन्न आरोपहरू लागे कारणले गर्दाखेरि भुन्टीलाई सबैजना मिलेर जेल हाल्न खोजिरहेका थिए। यही समयमा भने भुन्टीको स्वास्थ्य अवस्था खराब हुन्छ। भुन्टी बिहोस बनेर भुइँमा लड्न पुग्छिन्। यता भीम अनि भूमिका भने भुन्टीले नाटक गरिरहेकी छे। यसले नै ममाथि यो सबै दुर्व्यवहारहरू गराएकी हो अनि अहिले जेल जाने डरले यसले नाटक गरिरहेकी छे भन्दै विभिन्न आरोपहरू भने भुन्टीमाथि लागिरहेको थियो। तर भूपेन्द्रलाई भने भुन्टीको स्वास्थ्य अवस्थामा धेरै चिन्ता हुन्छ, जसले गर्दा भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई प्रहरी चौकी लग्नु अगाडि सुरुमा हस्पिटल लिएर गएका थिए। भुन्टीको उपचार गराउनको लागि हस्पिटल लिएर गइसकेपछि पनि त्यहाँ हस्पिटलमा ठुलो झगडा परेको हामीले देख्न सक्छौँ। भुन्टीमाथि लगाइएको औषधिहरू भूमिकाले निकालेर फ्याँक्दिँदै भुन्टीमाथि कुटपिट गर्न थाल्छिन्। हस्पिटलमा नै भूमिकाले यसरी आफ्नी भाउजू भुन्टीमाथि कुटपिट गरेको देखेर डाक्टरहरू त्यहाँनिर धेरै रिसाउँछन् भने डाक्टरहरूले त्यहाँनिर भुन्टीसँग भेट्न कसैलाई पनि दिएका थिएनन्। जब भुन्टीको स्वास्थ्य अवस्था बिस्तारै अलिक ठिक हुँदै आयो त्यस पछाडि भने भुन्टी शौचालयतर्फ जान खोजेकी थिइन्। भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई शौचालयतर्फ लग्दै गर्दा त्यहाँनिर भने हामीले भुन्टीले आफ्नी आमालाई भेटाएको देख्न सक्छौँ। हो साथीहरू, भुन्टीकी आमाको दम बढेका कारणले गर्दाखेरि आमा धेरै बिरामी परेकी छिन्। आफ्नो आमा बिरामी परेको कुरा त भुन्टीलाई थाहा थियो अनि हस्पिटल लिएर आउनु अगाडि मलाई फोन गर्नु भनेर भुन्टीले भनेकी पनि थिइन्। तर फोन नै नगरी अनि आफूलाई कुनै पनि जानकारी नदिकन आमालाई हस्पिटल ल्याएको देखेर भुन्टी त्यहाँ दुखी भएकी थिइन् भने आमाको स्वास्थ्य अवस्था बिग्रेको देखेर पनि भुन्टी धेरै दुखी भएकी थिइन्। यसरी भुन्टी आफ्नी आमासँग गएर कुराहरू गर्न थाल्छिन् भने आमाको उपचार गराउन हतार भइसकेको हुन्छ। यसरी भुन्टी अनि आफ्नी आमा कुरा गरेको देखेर त्यहाँनिर भूमिकाले भने आफ्नी भाउजू भुन्टीलाई नराम्रो व्यवहार गरेको देख्छिन्, जसले गर्दा भुन्टीका आमा बुवाले पनि कतै भूमिका अनि त्यस पछाडि भुन्टीको यसरी सम्बन्ध बिग्रेको त छैन, आफ्नो श्रीमान भूपेन्द्रसँग सम्बन्ध बिग्रेको त छैन भनेर त्यहाँनिर भुन्टीका आमा बुवाले शङ्का भने गरेका छन्। आफूमाथि यति धेरै आरोपहरू लागेर मलाई सबैजनाले फसाइरहेका छन्, म समस्यामा परेको छु भनेर भने त्यहाँनिर भुन्टीले आफ्नो आमालाई सुनाउँदिनन्। हो साथीहरू, भुन्टीले त्यो कुरा भने आफ्नी आमालाई सुनाएकी छैनन्। आफ्नो आमालाई मात्र भएर माइती पक्षका कुनै पनि व्यक्तिहरूलाई भुन्टीले यो कुरा सुनाएकी छैनन्। उहाँहरूले थप धेरै चिन्ता लिनुहुन्छ भन्ने सोचेर भुन्टीले यो कुराहरू नसुनाएकी हुन्। अर्कोतिर भने यसरी भुन्टीको उपचार भइसकेपछि भने भुन्टीलाई आफ्नो आमासँग भेट्न नदिकन भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई घर लिएर गएका छन्। हो साथीहरू, भुन्टी त आफ्नी आमासँग नै बस्न खोजिरहेकी थिइन्। भुन्टीलाई आफ्नी आमासँग हस्पिटलमा बस्न पनि नदिकन सबैजनाले भुन्टीलाई घरतिर लिएर गएका छन्। अहिले भने भुन्टी भाग्न सक्छ भनेर सबैजनाले शङ्का गरेर भुन्टीलाई यसरी घर लगेका हुन्। साँच्चै भन्ने हो भने भुन्टीमाथि धेरै आरोपहरू लाग्दै आइरहेको कुरा त हामी सबैलाई थाहा छँदैछ। भुन्टीले सम्पूर्ण सत्य कुराहरू भन्दा पनि अनि उक्त केटालाई फोन गर्नुको कारण भन्दा पनि कसैले त्यहाँनिर भुन्टीको कुरा नै पत्याएनन्। भुन्टीमाथि अहिले भने भूमिकामाथि दुर्व्यवहार गर्न लगाएको त्यो केटालाई पैसा तिरेर भूमिकामाथि यो सबै घटनाहरू घटाउने भुन्टी हो भन्ने आरोप लागेको छ। तर भुन्टीले भने मैले त्यो केटालाई फोन गरेर थर्काएको थिएँ। त्यो केटाले भूमिकालाई धोका दिएको कारणले गर्दाखेरि भूमिका जहिले निराश बस्थिन् अनि भूमिकालाई सुधार्नको लागि र दुईजनाको सम्बन्ध राम्रो होस् भनेर मैले त्यो केटालाई फोन गरेर थर्काएको मात्र हो भनेर भुन्टीले त्यहाँनिर भन्दा पनि
पनि भुन्टीको कुरा कसैले पत्याएका नै छैनन्। हो साथीहरू, यसरी सत्य कुरा भन्दा कसैले पत्याएका छैनन् भने अर्कोतिर यो विषयमा भूमिकालाई त सम्पूर्ण कुराहरूको जानकारी थियो, तर पनि भूमिकाले सत्य कुराहरू भनेकी छैनन्, उल्टै आफ्नी भाउजू भुन्टीलाई फसाउन खोजिरहेकी छिन्। साथीहरू, आजको यो भिडियोमा हामी भुन्टी सिरियलको नयाँ भागमा के भयो भन्ने विषयमा चर्चा गर्न गइरहेका छौँ। गत हप्ता आएको भुन्टी सिरियलको भागमा भुन्टीले आफ्नी बिरामी परेकी आमालाई हस्पिटलमा भेटाएकी थिइन्। आफ्नी बिरामी परेकी आमालाई भुन्टीले भने राम्रोसँग भेट्न पनि पाउँदिनन्। ओ साथीहरू, आफ्नी आमालाई राम्रोसँग भेट्न नपाइकन भुन्टीलाई भने घरतिर लिएर गइन्छ, किनभने भुन्टीमाथि अहिले भने भूमिकामाथि दुर्व्यवहार गर्न लगाएको भन्ने आरोप लागेको छ, जसले गर्दाखेरि भुन्टी धेरैको नजरमा नराम्रो परिरहेकी छिन्। भुन्टीलाई हस्पिटलमा आफ्नी आमासँग बस्न दियो भने भुन्टी भाग्न सक्छ भनेर यसरी सबैजनाले भुन्टीलाई लिएर घरतिर गएका छन्। भुन्टी सिरियलको अर्कोतिर हेर्ने हो भने हामीले पूर्णिमा अनि टोकलेको सम्बन्ध पनि बिग्रेको, उनीहरूको एकदमै ठुलो झगडा परेको देख्न सक्छौँ। हो साथीहरू, अहिले भने भुन्टी सिरियलको नयाँ भागमा पूर्णिमा अनि टोकलेको एकदमै ठुलो झगडा परेको छ भने पूर्णिमा धेरै घमण्डी अनि आरिसे हुँदै गइरहेकी छिन्। पूर्णिमाले आफ्नो श्रीमान टोकलेप्रति देखाउने व्यवहारमा ठुलो परिवर्तन आएको छ। खासमा भन्ने हो भने पूर्णिमा पहिला जस्तो छैनन्। पहिला टोकलेले काम नगर्दा पनि, टोकले गरिब हुँदा पनि अनि टोकलेले दुःख पाउँदा पनि टोकलेको दुःख सुखमा भने उनले साथ दिन्थिन्, तर अहिले भने यस्तो कुराहरू हुन छाडिसकेको छ। पूर्णिमाले आफ्नो श्रीमान टोकलेले पैसा नकमाएको भनेर टोकलेसँग धेरै रिसाएकी छिन्। हो साथीहरू, पूर्णिमाले आफ्नो श्रीमान टोकलेप्रति देखाउने व्यवहारमा ठुलो परिवर्तन आएको छ भने पूर्णिमाले आफ्नो श्रीमान टोकलेलाई धेरै हेपेर बोल्ने गरेकी छिन्, जसले गर्दा अहिले पूर्णिमा अनि टोकले दुवैजनाको सम्बन्ध सकिसकेको छ। टोकलेले भने आफ्नी श्रीमती पूर्णिमालाई उनकै अवस्थामा छाड्दै अनि पूर्णिमाको घरमा पनि नबस्ने भनेर अहिले भने उनी थपक्क निक्लेर गएका छन्। यसरी आफ्नो आमा बुवा बिरामी परेको अवस्थामा नै अहिले टोकले पनि एक्लै भएका छन्। भुन्टी सिरियलको अर्कोतिर हेर्ने हो भने भुन्टीमाथि यति धेरै आरोपहरू लागिरहँदा भुन्टीले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरू झुटा हुन् भनेर भनि नै रहेकी थिइन्, तर पनि भुन्टीको कुरा पत्याउने कोही पनि भएन। अहिले भने भुन्टीले नै यो सबै घटनाहरू घटाएको भन्ने हल्ला झन् चारैतिर फैलिएको छ। हो साथीहरू, गाउँमा भएका भूपेन्द्रका दाई भुवनले पनि यो कुरा थाहा पाइसकेका छन् भने बालकुमारी, त्यस पछाडि भुन्टीका ससुराले पनि यो कुरा सुनेका छन्। भुन्टीका ससुराले त यो कुरा पत्याउन नै सकेका छैनन्, तर बालकुमारी भने आफ्नी छोरी असल भएको तर भुन्टीले नै फसाएर अनि पैसा दिएर यो सब घटनाहरू घटाउन लागेको भनेर यसरी आरोपहरू लगाउँदै अनि गाउँमा भएका सम्पूर्ण मान्छेहरूलाई सुनाउँदै हिँडेकी छिन्, जसले गर्दा भुन्टीको विषयमा नराम्रो कुराहरू चालैतिर फैलिएको छ। भुन्टी भने अहिलेसम्म पनि आफूमाथि लागेका सम्पूर्ण आरोपहरू झुटा हुन् भन्ने कुरा प्रमाणित गर्नको लागि सक्दो कोसिस गरिरहेकी छिन्। भूपेन्द्रलाई सम्झाउने कोसिस गरिरहेकी छिन् भने अर्कोतिर भूमिकालाई पनि सम्झाउँछिन्, किनभने भूमिकाले त प्रष्टसँग भुन्टीले किन त्यो केटालाई फोन गरेको थियो भन्ने कुरा बुझेकी थिइन्, तर पनि अहिले भुन्टीको कुरा सुन्ने कोही पनि छैन। यता अर्कोतिर हेर्ने हो भने अहिले भुन्टीले धेरै दुःख पाइरहेकी छिन्। हस्पिटलबाट भुन्टीलाई घर ल्याइसकेपछि भने भुन्टीको हात खुट्टा बाँधेर राखेको छ। वास्तवमा भूमिकाले आफ्नी भाउजू भुन्टीको हात खुट्टा बाँधेर राखेकी छिन्। भुन्टीसँग बदला लिनको लागि उनले यो सबै गरेकी हुन्। वास्तवमा विगतमा भुन्टीले गर्दा भूमिकाको पनि हात खुट्टा बाँधिएको थियो, तर यसमा भुन्टीको गल्ती भने थिएन, तर भुन्टीले नै यो सब घटनाहरू घटाएको हो अनि भुन्टीसँग मैले जसरी पनि बदला लिनुपर्छ भनेर यसरी भूमिकाले भुन्टीको हात खुट्टा बाँधेर भुन्टीलाई दुःख दिइरहेकी छिन्। भूपेन्द्र भने घरमा हुँदैनन्, गाउँबाट आएका आफ्ना जेठा दाई भुवनलाई लिनको लागि एयरपोर्ट गएका थिए। यसैको मौका छापेर भूमिकाले भुन्टीलाई दुःख दिइरहेकी छिन्। अर्कोतिर भने गाउँबाट भूपेन्द्रका दाई पनि सहर आएका छन्। ओ साथीहरू, सत्य कुरा पत्ता लगाउनको लागि अनि आफ्नी
भाइनी बहिनी भूमिकामाथि यो सब घटनाहरू कसले घटायो भन्ने कुराको सत्य कुरा अनि तथ्य कुराहरू पत्ता लगाउनको लागि गाउँबाट पनि दाइ अहिले भने आएका छन्। गाउँबाट आएका दाइले भने भूपेन्द्रलाई धेरै कुराहरू सोध्छन्। के भुन्टीले नै यो सब घटनाहरू घटाएको हो भनेर प्रश्न गर्दा भूपेन्द्रले भने भुन्टी विरुद्ध मैले प्रमाण त 1-2वटा फेला पारेको छु। भूमिकामाथि दुर्व्यवहार गर्ने केटासँग प्रहरी चौकीमा गएर प्रश्न गर्दा त्यो केटाले भुन्टीको नाम लियो। भुन्टीले नै पैसा दिएर यो सब घटनाहरू घटाउन लगाएको भनेर यसरी त्यो केटाले भन्यो। अनि उक्त केटाको मोबाइल फोन हेर्दा त्यहाँनिर भुन्टीले 2 पटक फोन गरेको देखियो भनेर यसरी भूपेन्द्रले भन्छन्। फेरि गाउँबाट आएका दाइले भने अनि के भुन्टीले यो सब घटनाहरू घटाउन सक्छ त भनेर प्रश्न गर्छन्। भूपेन्द्र भने भुन्टी त असल अनि सोझी छिन् जस्तो लाग्थ्यो यसो भन्दै जवाफ दिन्छन्। अनि भुन्टी घरदेखि बाहिर निक्लेको ननिक्लेको यस्तो विषयमा सम्पूर्ण कुराहरू दाइले प्रश्न गर्छन्। भूपेन्द्रले भने जवाफमा भुन्टी त स्कुल मसँगै जाने गर्थिन् अनि आउँदा पनि मै लिएर आउने गर्थे। त्यसरी भुन्टी बाहिर गएर योजना बनाएको मलाई त्यस्तो कुरा त थाहा छैन भन्दै भूपेन्द्रले जवाफ दिएका छन्। यता गाउँमा भएका दाइले पनि धेरै कुराहरू सोध्छन्। गाउँबाट आएका दाइले अनि 2 पटक मात्र फोन गरेको थियो भने यसरी 2 पटक फोन नै गरेर चाहिँ कसरी भुन्टीले नै यो सब घटनाहरू घटाउन सक्छ त? त्यही भएर सत्य कुराहरू पत्ता लगाएर मुख्य दोषीले मात्र सजाय पाउनुपर्छ भनेर गाउँमा भएका दाइले पनि भनेका छन्। यसरी गाईले भने भुन्टी एक्लै परेकी छिन्। अर्कोतिर हेर्ने हो भने अहिले भने भुन्टीमाथि यो सबै आरोपहरू लागिरहँदा भुन्टीलाई साथ अनि सहयोग दिने मान्छे कोही पनि छैनन्। यहाँसम्म कि आफ्नै श्रीमान भूपेन्द्रले पनि भुन्टीको कुराहरू पत्याएका छैनन्। भुन्टीले सम्पूर्ण सत्य कुराहरू त भनेकी थिइन्। वास्तवमा भूमिकामाथि यो सब घटनाहरू घटिसकेपछि सबैभन्दा सुरुमा त भुन्टीले नै यो सब घटनाहरू घटाएको भन्ने आरोप लाग्यो। त्यति मात्र नभएर भुन्टीले नै भूमिकाको बेइज्जत अनि बदनाम गरेकी भन्ने आरोप लागिरहँदा सत्य कुरा के रहेछ भन्ने कुरा पत्ता लगाउनको लागि भूपेन्द्र अनि भीम यी दुवैजना प्रहरी चौकी गएका थिए। भूमिकामाथि दुर्व्यवहार गरेको आरोपमा जेल बसिरहेको केटालाई गएर प्रश्न गर्दा उक्त केटाले पनि भुन्टीको नै नाम लिन्छ। मैले आफै नभएर भुन्टीले अराए अनुसार नै यो सबै काम गरेको भन्दै त्यो केटाले भनिसकेपछि भूपेन्द्र अनि भीम दुवैजनाले त्यो केटाबाट प्रमाणको माग गर्छन्। प्रमाणको माग गर्दाखेरि उक्त केटाले भने प्रमाणको रूपमा आफ्नो मोबाइल फोन देखाएको थियो। भुन्टीले फोन गरेको कुरा देखाइसकेपछि भूपेन्द्रले आफ्नो श्रीमती भुन्टी भए ठाउँमा गएर त्यस विषयमा प्रश्न गर्छन्। तर भुन्टीले सत्य कुरा गर्दा पनि कसैले त्यहाँनिर भने भुन्टीको कुरा नै पत्याउँदैनन्, जसले गर्दाखेरि भुन्टी एक्लै पर्छिन्। त्यस पछाडि सबैजना मिलेर भुन्टीलाई प्रहरी चौकी लग्ने भन्ने निष्कर्षमा पुग्छन्। भुन्टीलाई प्रहरी चौकीतर्फ पनि लगिँदै हुन्छ। त्यही समयमा भने भुन्टीले आफ्नो आमा बिरामी परेको कुरा थाहा पाउँछिन्। हो साथीहरू, आफ्नो आमा बिरामी परेको कुरा थाहा पाइसकेपछि भने भुन्टी प्रहरी चौकी जान नै मान्दिनन्। आमा बिरामी हुनुहुन्छ, त्यही भएर म अहिले प्रहरी चौकी जाँदिन भनेर भन्छन्। तर भुन्टीको कुरा कसैले विश्वास नै गर्दैनन्। अनि प्रहरी चौकी गएपछि सम्पूर्ण सत्य कुराहरू बाहिर आउँछ। भुन्टी जेल जान सक्छ भन्ने डरले भुन्टी प्रहरी चौकी नगएकी हो भनेर सबैजनाले शङ्का गरेका थिए। त्यही समयमा भुन्टी भने घरमा आएर भूपेन्द्रसँग ठुलो झगडा पनि पर्छ। त्यस पछाडि भुन्टी भने आफ्नो कोठामा गई कोठा थुनेर बसेकी थिइन्। यसरी कोठा थुनेर बसेकी भुन्टी भने बेहोस हुन पुग्छिन्। ओ साथीहरू, भुन्टी बेहोस भइसकेपछि भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई प्रहरी चौकी नलग्ने अनि सुरुमा हस्पिटल लग्ने, भुन्टीको उपचार गर्ने अनि मात्र सत्य कुरा पत्ता लगाउने निष्कर्षमा पुगेका थिए। त्यही समयमा भुन्टीलाई हस्पिटल पनि लगिन्छ। हस्पिटलमा भने भूमिका अनि अन्य भीमले भने भुन्टीले नाटक गरिरहेकी छे भनेर भन्छन्। तर भुन्टीले नाटक भने गरेकी हुँदिनथिन्। तर पनि भूमिकाले भुन्टीको जिउमा लागेको सम्पूर्ण औषधिहरू खोलेर फ्याँकिदिन्छन्। डाक्टरहरूले यस्तो देखेर त्यहाँनिर भने भूपेन्द्रका घर परिवारलाई धेरै गाली गर्छन् अनि डाक्टरहरूले भुन्टीसँग भेट्न पनि दिँदैनन्। अलिक पछि भने भुन्टीसँग भेट गरिसकेपछि भुन्टी अनि भूपेन्द्र, त्यस पछाडि भूमिका र भीमले भुन्टीकी आमाको पनि त्यही हस्पिटलमा उपचार गर्न ल्याएको देख्छन्। यो देखिसकेपछि भुन्टी आफ्नी आमालाई देखेर धेरै दुखी हुन्छन्। आमाको स्वास्थ्य
अवस्थाबारे भुन्टीलाई धेरै चिन्ता हुन्छ। आमाले सुर्ती खाएर चुरोट खाएर आमाको दम बढेको होला भनेर पनि त्यहाँनिर भुन्टीले शङ्का गर्छिन्। यसरी अहिले भने भुन्टी धेरै दुखी भएकी छिन्। भुन्टीमाथि यति धेरै समस्याहरू लागिरहेको छ। आफ्नो आमा बिरामी परेको छिन् भने अर्कोतिर आफ्नै स्वास्थ्य अवस्था पनि धेरै खराब छ। यही समयमा आफूमाथि पटक पटक यति धेरै आरोपहरू लागिरहेको छ अनि आफ्नै घरका मान्छेहरूले जेल हाल्न खोजिरहेका छन्। यस्तो समयमा भने भुन्टीले आफूमाथि लागेका आरोपहरू झुटा हुन् भन्ने कुरा अझसम्म पनि प्रमाणित गर्न सकेकी नै छैनन्। अब भने भुन्टीले यस्तो कुराहरू प्रमाणित गर्न एकदमै आवश्यक छ। यता भुन्टीलाई घरमा ल्याएर भूमिकाले हात खुट्टा बाँधेर राखेकी थिइन्। यस्तो अवस्थामा भएकी भुन्टीमाथि भूमिकाले धेरै धेरै दुःख दिन्छन्। भुन्टीलाई कुटपिट गरिरहेकी थिइन्। अर्कोतिर भने हामीले पूर्णिमा अनि टोकलेको सम्बन्ध बिग्रेको त देखेका छँदैछौँ। टोकलेले भने कतै भुन्टी अनि भूपेन्द्रको सम्बन्ध पनि बिग्रेको त छैन भनेर शङ्का गरेर सत्य कुरा बुझ्नको लागि भुन्टीको घर गएका थिए। जब टोकले भुन्टीको घर पुग्छन् तब भने टोकलेले त्यहाँनिर भुन्टीले पिटाइ खाइरहेको देख्छन्। यो देखेर टोकले रिसले आगो भएर भूमिकाको गालामा नै एक झापड हान्छन्। हो साथीहरू, यसरी भुन्टीलाई दुःख दिन खोज्दा भूमिकाले आफै भने पिटाइ खाएकी छिन्। भूपेन्द्र, भुवन अनि भीम सबैजना दाजुभाइकै अगाडि त्यहाँनिर टोकलेले भूमिकाको गालामा एक झापड हान्छन्। अब भने साथीहरू, टोकलेले सम्पूर्ण कुराहरू पत्ता लगाएर आफ्नी बहिनी भुन्टीलाई निर्दोष साबित गर्न एकदमै आवश्यक छ। अर्कोतिर हेर्ने भने टोकले आफै पनि समस्यामा छन्। जब टोकले आफ्नो आमालाई अनि बुवालाई भेट्नको लागि हस्पिटल पुगे तब भने टोकलेका आमा बुवाले पूर्णिमा पनि टोकलेसँग आउँछ होला भन्ने आश गरेका थिए। तर त्यहाँ भने टोकले मात्र आयो। यो देखेर पक्कै पूर्णिमा गर्भवती भएकी छिन् भन्ने अनुमान सबैजनाले लगाएका थिए। आफ्नो नाति नातिना हेर्ने इच्छा पुरा गरिदिनै पर्यो भनेर त्यहाँनिर सबै खुसी देखिन्छे। जसले गर्दाखेरि टोकलेले सत्य कुरा भन्न नै सक्दैनन्। त्यस पछाडि भने टोकलेले आफ्नो बुवासँग भने सत्य कुरा गर्छन्। आफ्नो अनि पूर्णिमाको सम्बन्ध बिग्रेको अनि आफूले पूर्णिमालाई सधैँको लागि छोडेर आइसकेको कुरा त्यहाँनिर भने टोकलेले आफ्नो बुवाको अगाडि गर्छन्। ओ साथीहरू, अहिले भने टोकलेले आफ्नो श्रीमती पूर्णिमालाई सधैँको लागि छोडेर आइसकेका छन्। पूर्णिमाले भने आफ्नो श्रीमान टोकलेलाई धेरै हेप्ने गरिन्। हेप्ने मात्र नभएर टोकलेले पैसा नकमाएको भनेर पूर्णिमाले देखाउने व्यवहारमा एकदमै ठुलो परिवर्तन आयो अनि पूर्णिमाले दिएको यो दुःख सहन नसकेर टोकलेले पूर्णिमालाई छाडेर आएका हुन्। अर्कोतिर हेर्ने भने पूर्णिमाको व्यवहारमा ठुलो परिवर्तन आएको हामीले देख्न सक्छौँ। विगतमा भने पूर्णिमाले टोकलेसँग बिहे गर्नुको कारण पनि अर्कै रहेछ। विगतमा पूर्णिमाको बोयफ्रेन्डले पूर्णिमालाई धोका दिएकै कारणले गर्दाखेरि पूर्णिमाले भने त्यहाँनिर टोकले जस्तो केटासँग बिहे गर्न तयार भएकी रहेछिन्। तर बिहे गरिसकेपछि भने टोकलेले आर्थिकमा आफ्नो आर्थिक अवस्थामा सुधार नल्याएका कारणले गर्दाखेरि मैले टोकलेसँग बसे भने धेरै दुःख पाउँछु, त्यही भएर म यही घरमा बस्नुपर्छ भनेर पूर्णिमाले सोचेकी हुन्छन्। पूर्णिमाको बुवा एकदमै धनी हुन्छन्, त्यही भएर टोकलेसँग गएर म दुखी जीवन बाँच्न सक्दिनँ भनेर त्यहाँनिर भने पूर्णिमाले भनेकी छिन्। यता पूर्णिमाका बुवाले पूर्णिमालाई सम्झाउने धेरै कोसिस गर्छन्। यदि तेरो सोच त्यस्तो थियो भने टोकलेसँग बिहे गर्नु हुँदैन थियो अनि अहिले आएर टोकलेलाई धोका दिनु हुँदैन। टोकले जहाँ जान्छन् त त्यहीँ गएर बस्नुपर्छ भनेर पनि त्यहाँनिर पूर्णिमाको आमा अनि बुवा दुवैजनाले सम्झाउने कोसिस गर्छन्। तर पूर्णिमालाई भने कसैले भनेको पनि लाग्दैन। पूर्णिमा त आफ्नै मन खुसी गरेर मेरो केही पनि गल्ती छैन, सबै गल्ती टोकलेको हो। टोकले जबसम्म मसँग माफी माग्न यहाँ आउँदैनन् अनि माफी माग्दैनन् तबसम्म म कहीँ पनि जाँदिनँ, यसो भन्दै पूर्णिमाले भन्छन्, जुन कुरा एकदमै गलत हो। ओ साथीहरू, टोकलेको त केही पनि गल्ती नै छैन। टोकलेले त सबैजनालाई खुसी बनाउने कोसिस गरेका छन्। जब विगतमा टोकले पूर्णिमाको बुवाको घरमा बसे तब टोकलेले धेरै दुःख सहनु पर्यो। टोकलेलाई सबैजनाले धेरै हेप्थे, जसले गर्दा टोकले एक्लै परे। अनि अब भने सहरमा बस्दा पनि पूर्णिमाको बुवाको घरमा नबस्ने भनेर टोकलेले निर्णय लिएर यसरी टोकले भने पूर्णिमालाई म जसरी पनि छुट्टै कोठा खोजेर राख्छु भन्ने सोच बनाएका थिए। तर पूर्णिमाले भने टोकलेले मेरो इच्छा पुरा गर्न सक्दैन भन्ने सोच गरेर यसरी अहिले भने
आफ्नै बुवाको घरमा बस्ने भनेर भन्छन्। यहाँसम्म कि पूर्णिमाले आफ्नो श्रीमान टोकले प्रति देखाउने व्यवहारमा ठुलो परिवर्तन आएको छ। पूर्णिमाले आफ्नो श्रीमान टोकलेले पैसा कमाउन नसकेको भनेर धेरै हेप्ने गरेकी छिन्, जुन कुरा टोकलेलाई मन पर्दैन। ओ साथीहरू, जसले गर्दा टोकले पनि आफ्नी श्रीमती पूर्णिमालाई छाड्न बाध्य हुन्छन्। टोकलेले आफ्नी श्रीमती पूर्णिमालाई छाडेर अहिले भने एक्लै बस्न सक्छु भनेर पूर्णिमालाई आफ्नै अवस्थामा आफ्नै बाटोमा छोडिदिएर टोकले निक्लेर गएका छन्। यही अवस्थामा आफ्नो आमा पनि बिरामी परेका कारणले गर्दाखेरि टोकलेले आमा बुवालाई अब सहरमा कहाँ राख्ने भन्ने कुराको पनि टुङ्गो लगाउन नै सकेका छैनन्। यसरी अहिले भने टोकले एकदमै ठुलो अप्ठ्यारोमा परिरहेका छन्। टोकले यति ठुलो अप्ठ्यारोमा परिरहँदा अनि अर्कोतिर टोकलेले आफ्नी बहिनी भुन्टीमाथि यो सबै कुराहरू भइरहेको छ, भुन्टीले धेरै दुःख पाइरहेकी छे भन्ने कुरा पनि पत्ता लगाएका छन्। साथीहरू, अब भने टोकलेले के गर्छन् होला त? आउनुस् त्यही विषयमा चर्चा गरौँ। साथीहरू, अहिले भने टोकलेले आफ्नी बहिनी भुन्टीले दुःख पाएको कुरा त थाहा पाएका छन्। भूमिकाले अनि त्यस पछाडि भूपेन्द्रले भुन्टीप्रति देखाएको व्यवहार अनि आमासँग भेट पनि गर्न नदिकन भुन्टीलाई जबरजस्ती सहर लगेको कुरा देखेर या भनौँ घर लगेको कुरा देखेर टोकलेले शङ्का त गरि नै हाले, जसले गर्दाखेरि भने टोकले अहिले भने भुन्टीको घरमै पुगेर सत्य कुराहरू बुझ्न खोजिरहेका थिए। यही अवस्थामा भने हामीले टोकलेले धेरै कुराहरू थाहा पाएको देख्न सक्छौँ। अब भने टोकलेले पक्कै पनि भुन्टीलाई किन त्यसरी राखियो भन्ने कुरा त पत्ता लगाउँछन् नै। भुन्टीमाथि लागेका आरोपहरूको विषयमा पनि सम्पूर्ण छानबिन गर्नेछन्, जसले गर्दा अब भने भुन्टीलाई साथ अनि सहयोग दिनको लागि टोकले के आइसकेका छन् भन्ने कुरा हामीले अनुमान लगाउन सक्छौँ। साथीहरू, हजुरलाई आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक गरी यस्तै खालको भिडियोहरू हेर्नको लागि हाम्रो यो च्यानललाई पनि सब्स्क्राइब गर्न सक्नुहुनेछ।